ठोक्दिनु माथिबाट रे कामै के दियो भयो हैं समझ रहे हो के समझ रहे हो ना समझ रहे हो बहुलाई रहेछ के बोल्या भाइ के बोल्या के उठान पार्दिम भनेको त नि के बोले भाई उठान पार्दिम भने के बोल्या मैले गेममा उत्तान पारे भनेको यार ए म त रियलमा पो हो कि भनेको म त गेममा त भाई साहब मतलब ज्यादा कुछ भी आज त पुरा दुले जस्तो भएर आयो तिमी त अन्त सोल्टिसलाई देखेर नि कम त मस्किन आज त मौसम पनि जाडो जाडो छ पोखराको म पनि आइदिम कि क्या हो एक्लै हो खत्म एक्लै हो बाय बाय टाटा गुड बाय गया छैन श्रीमती माइत घर कहाँ हो तिमीलाई किन भन्ने फेरि पोखरा त्यति सो गल्लीको नम्बर स्ट्रिट नम्बर के त्यो घरको नम्बर भन्नु त ए भरे गाउँमा के गल्ली हुन्छ र गाइस बुस्टिङ फाला हानौ त आदि केटी भन्ला यार हो कि क्या हो ए हैन म त 100% केटी हो के प्रुफ देखाउँ त प्रुफ बैगन बैगन नो 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 त्यस्तो हुन्न बहिनी देखाउँ ए के बोल्छ यार देखाउँ के क्या भाइ देखाउँ त गजब बेइज्जती है खाना खायो खाएँ दाइ तपाईँले खानुभयो दुई थाल खा नि यार कसरी बितिरहेको दिनहरू ठिकै छ दाइ अनि फिल्म हेर्न गएनौ के फिल्म हेर्ने र तपाईँ र म खेलौँ न बरु एउटा फिल्म हैन तिमी र म खेल्नु त्यस्तो के फिल्म हो र तिमीहरूमा एउटा भुटको फिल्म बनाऊँ न भनेर तपाईँमा एउटा फिल्म बनाऊँ त सोल्टी कस्तो फिल्म म भुट तपाईँ मन्त्र फुक्नेवाला मान्छे के है हो न हेलम होला हानिदिउँ ल हैं हानिदिउँ ल के हान्थे नि फिल्म के मन्दिर घन्टी र मलाई हान्थे नि गजब बेइज्जती है हान्थे नि भन्छ बा फिल्म भनेको सोल्टी कस्तो रहेछ जगत जीवलको मजुर फिल्म खेल्न मिल्दैन के नखेल्ने सोल्टिना फिल्मले मान्छेलाई चिलिङ बनाउँछ के तपाईँहरू फिल्म खेलौँ ल सोल्टी अनि कस्तो फिल्म हो भन्नुहोस् त त्यस्तै कि अलिक मजाक अलिक रमाइलो अलिक फरकवाला समाजमा अलिकति फरक एक्स्ट्रा अलिक चल्ने खालको फिल्म फिल्म चल्ने खाले समाजमा अलिक चल्ने के म स्टोरी लेख्दैछु क्या तपाईँहरूमा बनाऊँ मैले डाइरेक्टर पनि खोजिसकेको छु अब आजकल त अलिकति छाडा गाएसी चलिहाल्छ के अरे बा जस्तै कि अब मतलब यार जब त खाजा आएन गोप्यवाला नो 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 प्यारी समझ गई जब तैले खेलाउँथे धुलो के दुलो भन्छ के हो त भनेको अनि गीत पनि के हो त्यस्तो भने के जब त खेलाउँथे धुलो म खेलाउँथे धुलो अरे के भने भाइ के तपाईँकै लागि बनायो क्या त्यो गीत हैं तपाईँकै लागि बनायो क्या त्यो गीत ध्याट, छोरी मान्छेले कहाँ मलाई के गर्ने तपाईँलाई राखेर होला नि त छोरी गाइस ट्रिपल 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 रुबिनजीलाई त के गर यस्तो के गर नो 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 पागल रहेछ यार के गर एकैछिनमा हात त के बनाउनु भयो मारा टरक टुरुक पारेर गेम खेल्न आयो के हो कि नाटक मात्र गर्न आयो के हो बा गेम खेल्ने नि आउनु न के कमजोरी छ यो सानो आइडी भनेर कमजोरी सम्झिनु भएको ए रुबिनजी यो मेरो ठुलो आइडी बिहान भएको छ
केही समयलाई रिटर्न दिने सम्भावना छ मेसेज पनि गरेको छ यो मेरो नयाँ आइडी हो फलो गर्न लगाइदिनु न तपाईको भ्युअर्सलाई मैले फलो गर्न लान्छु तिम्रो गिफ्टलाई यता युनिभर्स हान्न लाग्यो सिधै कुरा हो ल 5000 फलोअर भर्खर दिने भए तिम्रो भ्युअरलाई यता आएर बागन भन्दिउ ल 3 मात्र बाटो अनि हामी चाहिँ बाटो नहुने हामी चाहिँ लाटो तिमीहरूले फलोअर कमाएर गिफ्ट कमाएर लखपति बन्ने हामीले चाहिँ भ्युअर बाँडाबाटै फलोअर बाँडाबाटै गर्ने लखपति बन्ने हैन कहाँबाट बन्ने कति बात थियो यार सबैजनाले रुबिनको भ्युअर्सहरु जति पनि हुनुहुन्छ मलाई मेरो नयाँ आइडी हो प्लिज फलो गरिदिनु होला सबैजनालाई हस्त नमस्ते हस्ते ल गेम खेलौँ ल ओ किथे गया भाइ कतिमा पनिसमेन्ट हो 15000 मा कति छ तपाईकोमा भ्युअर्स 7000 भ्युअर्स ट्याप ट्यापै कति हुन्छ 10000 ल 15000 ल आउनु के हो पनिसमेन्ट पनिसमेन्टमा के हो फिक्स गर्नु ल पनिसमेन्ट जसले हार्छ बाहिर गएर साँप बन्छ बाहिर त उयो लाइसकेको छ कि ढोका लाइसकेको छ कि बाहिर त हुँदैन कस्तो घर बेटी हो यार तिमी यार जमानदेखि टिकटक चलेर घर नबनाएर मैले 1 वर्ष 1-2 वर्ष बनाइसकेँ आउँछ सपोर्ट तिम्रो ड्याङ्की ड्याङ युनिभर्स आएको त्यसो र्याङ्किङमा तिम्रो देख्छु मैले ल जे पर्छ आउ ल 1 बाल्टी पानी खानु यत्र सिति लु यत्र सिति आउ तीनटा अप्सन भन्नु तीनटा डरा खेल च्यालेन्ज खेलौँ न च्यालेन्ज यार टिम त पहिलो पनिसमेन्ट साँप बन्नी दोस्रो पनिसमेन्ट 1 बाल्टी पानी खनाउने हो तेस्रो पनिसमेन्ट तिमी डगी बन केटाहरुलाई मन पर्ने पनि दिन पर्छ नि त अनि आउनु तिम्रो के हो पनिसमेन्ट भन लाउनु मेरो पहिलो पनिसमेन्ट तपाई गाइस कसरी के दिनु हो ल पहिलो पनिसमेन्ट म पनि तपाईलाई साप बने पुरै साप बने कसरी बन्नु हुँदै रहेछ एउटा पनिसमेन्ट अर्को पनिसमेन्ट तपाई के भन्छ सिलिन्डर बोकेर उडवास गर्ने 30 चोटी अर्को पनिसमेन्ट के गर्नुहुन्छ तपाईलाई जानु त्यहाँनेरि डग छ भने कुकुरनी छ भने त्यसलाई गएर किस खानु पर्छ स्पिड च्यालेन्ज एक त कुकुरनी छैन यहाँ गाउँमा छु नयाँ ठाउँ छ मैले मान्छे पनि चिनेको छैन एक त त्यही माथि के कुकुरनी के यार तिमी सम्झेर खानी मैले डगी बनाउँछु भन्नुहुन्छ त किन डगी बनाउँछु भन्नुहुन्छ त टिट फर ट्याट डगी बन्नी त यार कुकुरनी भन्नु यति राति मैले कुकुरनी काँडा बोकेर आम्मा डगी भन्ने बित्तिकै कुकुरनी डग भन्ने बित्तिकै कुकुरनी सुरु गर 15000 प्रश्न बेस्ट अफ 3 के वन एन्ड डन बेस्ट अफ 3 के वन एन्ड डन बेस्ट अफ 3 लाउनु बेस्ट अफ सुरु गेम बेस्ट अफ 3 अर्को वन एन्ड डन हुन्छ लु लाउनु हामी पनि बुस्टिङ छ मुन्सियर छ गाइडर्सको मा टिम कास हामी पनि गराउनु छैन ओके तिमीहरुले म्याच जिते हामी नजिते हामी कुकुर हौं विकास ब्रो वेलकम ब्याक मलाई कुकुरनी बनाउनु हुन्छ भने त्यही त मैले जिते भने तपाई त्यही कुकुरनीलाई गएर किस खानु पर्छ स्पिड च्यालेन्ज त्यही कुकुरनीलाई डबल ट्याप गाइस सबैजना मिलेर इन्टु 3 जा गाइस प्ले माइ टिम